हेलो हेलो फेरि स्वागत छ साथीहरू सबैजनालाई मेरो नयाँ ब्लग भिडियोमा। र आज चाहिँ आफ्टर लन्च लन्चहरू लिइसक्यौँ र अब म चाहिँ फिल्डमा जाने प्लान भयो। फिल्डमा अस्ति किनकि हामीले देश एयरमा हाम्रो फार्मर्स दाजुभाइहरूलाई धेरै सपोर्ट दिएको छौँ। हामीले यहाँबाट थ्रु गभर्मेन्ट सपोर्ट गरेर सब्सिडी सपोर्टहरू धेरै दिएको छौँ र उहाँहरूले काम कुरोहरू कस्तो के गर्दैछ एकखेप मोनिटरिङमा जानु पऱ्यो भनेर हेर्नुको लागि। सो मोनिटरिङ पनि भेरी इम्पोर्टेन्ट है। टाइममा गएर बेला बेला हेर्दै गर्नुपर्छ किनकि हामीले स्पेसिफिक र ड्रइङहरू त उनीहरूलाई दिएको छौँ, तर पनि अब कतिपयले तलमाथि हुनसक्छ भनेर हुनसक्छ र आफू गएर हेरेको जस्तो उहाँ गएर हेऱ्यो भने चाहिँ हामीले एडभाइसहरू करेक्सनहरू गर्नुसक्छ, राम्रो हुन्छ भनेर त्यसको लागि म जानु रेडी हुनेछु र सबैजनाले हेर्दै गर्नु होला है त गाइस। सो प्रायः जस्तो म फिल्डमा जाँदा चाहिँ के भन्छ बाइकमै जाने गर्दछु। आज मेरो घोडा त्यहाँ छ, घोडामा जाने हो र मेरो यो यहाँनिर ल्याउने छु हेलमेटमा लगाएर चाहिँ। सो लेट्स मुभ है त साथीहरू। नयाँ नौलो के छ हाम्रो गाउँठाउँमा है तपाईँहरूलाई देखाउने छु अहिले के हुँदैछ हालचाल है। यहाँनिर अब डेभलपमेन्टहरू के आउँदैछ हेर्दै गर्नु होला, भिडियोमा बनिरहनु होला, म देखाउँदै जानेछु। निकै थोक चेन्जेस भएको छ अब यहाँ दुई जग्गामा पनि। ल हामी यहाँबाट सुरु गरौँ है त गाइस। धेरै टाढो त होइन तर नजिक नै हो, तर पनि अब मोनिटरिङ भेरी इम्पोर्टेन्ट है डेभलपमेन्टहरूको प्रोग्रेस राम्रो हुनुको लागि। सो हामी निस्क्यौँ है त गाइस यहाँबाट। आज दुई तिनवटा फार्म कतिवटा भ्याउँछ हेर्नु, त्यतिवटा हेरेर आउनु हो। बाइकमा कुदा पनि धेरै दिन भयो, अराउन्ड 2 weeks भइसक्यो। त्यो चाहिँ कतिवटा अब यहाँदेखि उता चाहिँ रिसेन्टली ब्ल्याकटप गरिसकेको छ, त्यो भएर बन्द भएको छ। हाम्रो यहाँको कुरो चाहिँ अब त्यो पुरै ब्ल्याकटप भइसकेको छ। यहाँ है हाम्रो एकजना हाम्रो क्लाइन्ट चाहिँ यहाँ योहरू चाहिँ यहाँ गएर बसेको छ। कस्तो कताबाट बनाउनु भयो तल यो जाउँ त यसो फ्याटो हेर्छौँ। तपाईँको यो पारिपट्टि नै बनाएको छ। पारि नै हो, पारि नै हेर्नु पर्ला सर। कता जाने काम छ? म फोटो खिचेर पठाइदिँदा हुने त सर। टिचर बनाएको छ बनाउनु नि, तर आधी होइन त्यो कम्प्लिट त पर्दैन कि, त्यो सबै सहेको त पर्दैन कि। हुन्छ नि त्यो हेर्दाखेरि के हुँदैन। यो आऊ ल र बाटो पो कहाँबाट जान्छ? यहाँ तल बनाएछ बनाउँछ गाडीतिर हुल्किन्छ होला हौ मेरो बाइक छ अहिले नै यता राख्ने। कि दैलो लाउनु मात्रै छ। फलामको दैलो आफै गरिन्छ कि यहाँ लाएर त्यहाँ त पोस्ट लाउनेहरू छ नि त होइन? हजुर, यहाँ पोस्ट आउँछ, यहाँ यो गरेर यहाँ ऊ त्यस्तै ढलाइ आउँछ। यहाँ हेरौँ न सर, यस्तो ढलाइ नगरिकन त बाँचेन नि। यस्तो गर्दा चाहिँ एकदम डह्रो हुन्छ। पोस्ट लगाएर जानु पर्छ सर। यो पनि आइडिया हो रहेछ नि त। यो नयाँ आइडिया पहिला उठाएर भरे यसको रफ हुँदो रहेछ नि साइडमा त्यस्तै रफ हुन्छ हो। पोस्ट यस्तो लाएर यो जोड्दा त हौ बल्नै नि एकखेप गर्दा त ठुलो सुँगुरले एकखेप ढेसियो भने त नि लाँगाइदियो भने त। यो चाहिँ यस्तो यता हेर्नुहोस्, यस्तो राखेको यो एउटा नयाँ आइडिया रहेछ। नयाँ आइडिया कि यो यता मसला पठाउनु लागि अनि फार्मलाई ढलाइ सबै लाउँदा चाहिँ एकदम यसो गर्दा सुर कसिनेछ नि पुरै नि टाइट हुन्छ। उँभोको
र साथीहरू म चाहिँ अर्को हाउस होल्डमा नै आइसकेँ पल्लो एउटा हाउस होल्डमा चाहिँ गएर त्यहाँको आधी भएछ काम भनौँ न यहाँको अब कति भयो हेरौँ है त गाइस एकदम मुनि छ रोड मुनि रहेछ यहाँनिर गएर हेरौँ है त यहाँको काम कति कम्प्लिट गरेँ यहाँ 2टा हाउस होल्डको छ अरू एउटा भयो नेट चेक है त ल साथीहरू यहाँ चाहिँ 2टा काम कन्स्ट्रक्सन गइरहेको छ रहेछ भनौँ न तलतिर एउटा एउटा यहाँ परको जस्तै सेम भनौँ न छानाहरू चाहिँ लगाएको छैन रहेछ दुई युनिटकै बनाएको छ यहाँ पनि उताबाट दैलो त्यस्तो बनाएको छ तलतिर पनि सेम नै त्यो राम्रै प्रोग्रेस भइरहेको छ भनौँ न यहाँको जिन्दा चाहिँ मैले पर भेटेको थियो यहाँको दाजु चाहिँ र आज चाहिँ ऊ घरमा छैन रहेछ र यस्तो चल्दैछ है साथीहरू काम चाहिँ प्रोग्रेस त राम्रै हुँदैछ रहेछ भनौँ न अब अलिकति प्लस्टरहरू गर्नु भित्र ढलाइ गरेर त्यहाँदेखि छाना लाउनु मात्रै बाँकी रहेछ भनौँ न अलमोस्ट 60-70% काम त सकिसकेको छ यहाँ कलमको यो पनि बनाएछ कलमको दैलो पनि बनाएछ के बाटो चाहिँ एकदम दैलो भएको छ है साथीहरू त्यस्तै पछाडि भने चाहिँ खत्तम बर्बाद हुन्छ होला है साथीहरू के भन्नु अब हाम्रो कामै त्यस्तै पर्छ हाम्रो ढिङ्ने बास पत्ता डेन्जर फोटो हौ साथीहरू कस्तो डेन्जर दियो भएको छ एउटा घर चाहिँ पत्ता जस्तो लाग्दैछ मलाई त्यहाँ पनि सपोर्ट दिएको छ हेरौँ के कस्तो गर्दैछ माथिल्लो घरमा पनि मैले भनिरहेको थिएँ त्यहाँ ओके अब लास्ट एउटा मित्र एकजना दाजु घर छ त्यहाँ पनि गएर हेरिहालौँ कस्तो के हुँदैछ अलिकति डकुमेन्ट पनि साइन गर्नुपर्ने छ साइन दिनुपर्ने छ ती सामानहरू दिएको साइन दिएको थिइनँ दाजु छ ल हो र एउटा डकुमेन्ट साइन गर्नु थियो तपाईँले गर्दा हुन्छ होला अस्ति त्यो सामान दिएको डकुमेन्टहरू नि म चाहिँ डकुमेन्टहरू गरेर आइसकेँ हो मेरो चाहिँ त्यो लिस्ट आफै दिनुभएको छ त्यस्तो छ साथी फेरि म चाहिँ मजा ठिक्क मजा त्यस्तो छ खाँदै हिँड्दै भ्युज पनि अफर गर्नु हुन्छ त्यो चाहिँ है र चाहिँ फर्किनुपर्छ अब फर्किँदा चाहिँ अर्कै बाटो फर्किनु साथीहरू मैले त्यहाँ बनाउनु भएको थियो र काम पनि त्यस गरेर ओके ओहो यो क्या साथी हो पोखरी चाहिँ भयो त फेरि आज जुत्ता लाएर आएको गम्बुट पनि लाएन जय बजरङ्गबली जय बजरङ्गबली जय बजरङ्गबली उतानिको नभएर पानीको दुवामा बस लगाइसक्यो मुझे दुवाबाट नै साउन्ड जस्तो थियो यता उता जाँदा पनि हुन्छ तर म चाहिँ यहाँबाट जानु पऱ्यो यता माथि पनि यहाँ गाईको लागि घाँस राख्नु टाइलेट बनाउनेको टाइलेट पिसिएको थियो हेरौँ कति पनि यता साथीहरूले
अन्त गाउँले साथीभाइहरूले कति बनायो र त्यो डेन्जर ठाउँ हिजो थियो अहिले चाहिँ हिजो सुकेर राम्रो भयो पानी एउटा काटिएको छ सुकेर पनि राम्रो हुन्छ नि आफ्नो र सुकेको गोठाला भाइ हजुर कता आउनु भयो यता आए त होइन आज त घुम्दै त्यो अस्ति त्यो सामान दिएकोहरू कतिको काम के गर्दैछ नि हेर्दै नि उता माथिबाट गएर बुद्धि सोसाइटीको त्यो मगर गाउँमा हेरेर अनि ऊ त्यहाँनिर यहाँनिर टलमानकोमा हेरेको जाउँ भनेर नि एउटा घाँस राख्ने बनाउँछु भन्थ्यो कि कस्तो के बनायो भनेर नि हो ल जानु पर्छ ओहो ओहो त्यो ठाउँमा रोड चाहिँ तर बाइक भएको एडभान्टेज चाहिँ त्यो छेउ हिँड्नु छ नभए त उल्टिहाल्छ तिमीले हिँड्नु र यहाँनिर एउटा छ मेरो प्रोजेक्ट छ यसरी बनाएको छ है हेरौँ कता गयो हामी जिन्दा बोलाएर यहाँ चाहिँ छैन त हाम्रो धनी कता गयो घाँस राख्ने गाईको घाँस यसपालि सपोर्ट गरेको थियो त्यो बनाउनु भएको छ ठिकै छ यता चाहिँ ओह्रालो यता ओह्रालो यता चाहिँ अर्को बनाउनु भनेर ठिकै छ दिदी दाल छैन यहाँ छ अलिकति बढाइदिनुहोस् न अब च्यादरहरू नै आइपुग्यो कि यो माथिबाट पनि बनाउनेको थालौँ ल च्यादर 10 फिटेर छ लामो यसमा चाहिँ पानी चाहिँ बन्द नलाग्नु पर्यो बाहिर चाहिँ निकै फ्याक्ने तपाईँको यता स्पेस बढ्यो भने यहाँ एउटा पिलर हुन्छ नि तपाईँको होइन यो त मरिहालेछ थपेर अलिक उतै राख्दिनु नि अनि त्यो चाहिँ मैले फ्युचर सम्झेको अहिले फिलहाल चाहिँ अब यसमा गर्दै गरौँ फ्युचरमा फेरि यता अर्को थप्दा भयो नि एउटा यस्तो फेरि होइन घाँस थप्नु लागि अस्ति इटा अलिक पुगेन भने चाहिँ यही हो यहाँ बिचमा थपेर ल्याएको यो रटा चाहिँ मसला पनि बेसी लगाएर ल्याएको अन्त यहाँ त अलिकति उठाएँ अन्त यही मात्रै गर्दा पनि फेरि ल साथी हो अझ मेरो यो एरियाको यो यतापट्टिको एरियाको चाहिँ मोनिटरिङहरू पनि सकिसकेको छु कतिपय भिडियोमा क्याप्चर गरेँ होला कति क्याप्चर गरेँ पनि छुइनँ मैले सो आजको चाहिँ राम्रो भयो जे होस् प्रोग्रेस त्यस्तै 50-60% त भएछ जस अब छानाहरू लाउनु यताउता मात्रै छ रहेछ बाँकी हो राम्रो प्रोग्रेस हुँदै रहेछ भनौँ न एज पर अब हाम्रो म्याथहरू नै बनाउनु भएको छ उहाँहरूले पनि अब अहिले चाहिँ के छ भने हाम्रो भिलेज गाउँठाउँमा अब सबै हाम्रो एजेड हाम्रो प्यारेन्ट्सहरू मात्रै छ फार्मिङ गर्ने यताउता गर्ने अन्त त्यो भएर अब युथहरू छैन गाउँमा त्यो सब देख्दैन रहेछ त्यही भएर लेबर फोर्स कम्ती भएको कारणले गर्दाखेरि वर्क फोर्स अब कम्ती छ लेबर छैन पाउँदैन उहाँहरूले ग्रुप बनाएर यसपालि सपोर्ट पाउने जति नै ग्रुप बनाएर पालो पालो गरेर गर्नु हुँदै रहेछ त्यो पनि एउटा राम्रो इनिसिएटिभ हो सो आजको मेरो यतापट्टिको एरियाको मोनिटरिङ त्यति नै हो र भोलि अब अर्को टाइम चाहिँ म फेरि अर्को एरियामा गएर मोनिटरिङमा जान्छु त्यो पनि देखाउँछु हजुरहरूलाई र सबैजनालाई बाई बाई टेक केयर है त।